हेलो मेरो युट्युब फ्यामिली मेरो भ्युअर सबैजनालाई मेरो च्यानलमा स्वागत छ। अनि आज चाहिँ हाम्रो माइतीको पार्टी हो, त्यसैले हामी सबै जाँदैछौँ। अनि मैले अनि डान्स पनि गर्नेवाला छु। अनि धेरै पछि नाचेको, अब प्र्याक्टिस राम्रो छैन, त्यही पनि हेर्नुहोला। अनि मैले मेरो आमाको आशीर्वाद, मेरो आमाको साडी लगाएर जाँदैछौँ। हेलो साथीहरू, हामी चाहिँ पार्टीमा जाँदैछौँ, दिदी छोरी अनि म। अनि यता भेना अनि छोराले गाडी चलाउँदैछ। हामी चाहिँ कारबाट झरेर अब यता जाँदैछौँ। आज पार्टी चाहिँ यहाँ तमुधीमा हुँदैछ, हजुरले हेर्दै गर्नुहोला। हजुर दाई, हेलो मेरो दाइलाई ल रोकरे ल दाइ ल आइसमा ल वेलकम। थ्याङ्क यू दाइ। यहाँ भित्र चाहिँ यस्तो छ, आउँदै रहेछ सबैजना। हेलो हेलो नमस्ते। मेरो नाति आइपुगेछ यहाँ। आयो बुहारी भदैको बुहारी साइली बुहारी हो। आज हामी पार्टीमा धेरै पछि भेट भयो। यता मेरो भदैको बुहारी हो। ल भाग्यमानी ल मेरो दिदीलाई नाति नि भुन्टी माया राम्री हो। बजे दिदी नमस्ते। मान्छेको युट्युब हेरौँ ल भाग्यमानी। ल मेरो भाइ हाम्रो मान्छेको युट्युब छैन, सबैजनाले हेरिदिनु। कसैले लाइक सब्सक्राइब गरेर गरिदिनु दाइ। ल मेरो दिदी मेरो दिदी सोल्टिनी मेरो माइतीको छोरी हो। हामी पार्टीमा भेट भयो माझ कति महिना वर्षमै भेट्यो, 1 वर्षपछि। ल आशीर्वाद मेरो भदैलाई। हजुर ल आशीर्वाद मेरो साइलो भदै। हजुर ल आशीर्वाद युट्युब भयो। ल आशीर्वाद मेरो भदै। म कति भदैको धेरै धनी छु हेर्नु त, मेरो भदैहरू कति प्यारो भदैहरू छ। ल आशीर्वाद मेरो छोरी, मेरो बाला दिदीको छोरी हो। हामी पार्टीमा 1 वर्षमा धेरैमै भेट भयो। ल मेरो मान्छेलाई ल अस्ति हामी सैन्य समाजमा भेट भयो, फेरि अहिले माइतीको पार्टीमा फेरि भेट भयो हामी। ल मेरो दादा, हामी माइतीको पार्टीमा मेरो दादासित भेट भयो। हाम्रो सिङ्गर बहिनी यता हुनुहुन्छ, फेरि अस्ति राङभाङ पार्टीमा भेट भयो। अनि संयुक्त समाजमा फेरि अब हाम्रो माइतीको पार्टीमा भेट भयो। अनि हाम्रो बहिनीले राम्रो गीत गाएर सबैजनालाई चाहिँ एकदम इन्जोय गराउनु सबिना बुढा मगर हामी भेट भयो। मेरो नातिको साथी 12 बजी आइपुग्यो बाबु, ठ्याक्कै 12 बजी आएको हो। हो ए ल खा ल खान्छ खा है त ल बाबु हो। ए रहेछ हाम्रो भेनालाई आज ससुराली ए हो। ल भाग्यमानी मेरो भाउजी। हेलो ल मेरो कान्छ आशीर्वाद मेरो भदैलाई। अब यता के हुँदैछ त यतातिर।
आशीर्वाद मेरो बुहारी मेरो राइलो भनाइको विशेष मेरो प्यारी बुहारी मेरो दाई हजुर आज के भन्नु आज हाम्रो यो चेली धेरै धेरै स्वागत छ हाम्रो बहिनीलाई स्पेशल है सबै एकदम खानेकुरा चाहिँ के छ त आज चेलीबेटीहरूको लागि माइतीहरूले के बनाउनु हो चाहिँ हेर्नु होला आज मात्र छ मैले त चाहिँ अघि नै सुरुमै कुकुरले खानुभएको छैन हजुर ए हाम्रो भाउजू फुपू भन्छ फुपू मेरो कान्छी छोरी हजुर ऊ त्यो चाहिँ चिन्दैन मैले भाउजू है हजुर यो चाहिँ मेरो के अरे नातिनी अन्जुको छोरी यो माइली ए ल ल ल नमस्ते आशीर्वाद भोकरै मैले मेरो भाउजू ल आशीर्वाद खाजा त यसो हेर्दा त साह्रै मिठो होला जस्तो छ मलाई त ल हाम्रो बिन्दु नातिनी बुहारी हो मेरो नातिनी बुहारी हो नाति पलाती पलाती हो पलाती नि हेर्नु त हो कति धेरै नाति पलाती भदै सबैका धनी हो कि म धेरै धेरै हाम्रो बुहारी भदै बुहारी कान्छ मेरो कान्छ भदै हो मेरो भदाइहरू कति धेरै हुनुहुन्छ मेरो नातिनी हामी भेट भयो आशीर्वाद गोल्छेहरू बल्ल आइपुगेर यहाँ खाना खाँदै हुनुहुन्छ खाजा खाँदै हुनुहुन्छ मेरो गोल्छेलाई भेट भयो माइतीहरूको पार्टीमा हामी हाम्रो माइतीहरूलाई धेरै धेरै धन्यवाद हाम्रो बुहारी हाम्रो नाति हाम्रो कान्छ ज्वाई आशीर्वाद नमस्ते सर्वप्रथम मेरो बुवा आमा काका काकी दाजुभाइ
भाउजूहरू, छोराछोरी, बुहारीहरू, नाति नतिनाको साथै पलातीहरू, खलाती पनि छन् हाम्रो। इत्यादि गर्दै हाम्रो प्यारो छोरी चेलीबेटीहरू सम्पूर्णलाई आज यो हाम्रो महत्त्वपूर्ण दिन लामा क्लब काउले जामिने लामा क्लबको भेटघाट कार्यक्रममा उपस्थित भइदिनु भएको खण्डमा हामी आभार व्यक्त गर्दछौँ। अनि हजुरहरू सबैलाई अनि हामी सम्पूर्ण लामा परिवारबाट स्वागत पनि गर्न चाहन्छौँ। आजको कलाकार हामी समाज तपाईँलाई चाहिँ मनोरञ्जन दिनको लागि चाहिँ नेपालबाट आउनुभएको छ। ख्यातिप्राप्त लोक दोहोरी गायिका सबिना बुढा मगरजी, उहाँले चाहिँ उहाँको मिठो प्रस्तुति तपाईँलाई पस्काउनुहुनेछ। अनि आज अन्तिमको खाना खाएर हजुरहरूलाई हामी बिदाय गर्नेछौँ। आशा छ आजको यो हाम्रो एउटा पाउने अनि एउटा माइतीको आभास दिलाउने उद्देश्यले हामीले यो कार्यक्रम आयोजना गरेको हो। अनि बाबा बत्ती गीत प्रज्वलन गरिदिनुहोस्। अनि तपाईँहरूले आजको कार्यक्रम उद्घाटन पनि भयो। अनि हाम्रो कुल देवतालाई भलाइ गर्नु आशीर्वाद दिउँ भन्दै आजको कार्यक्रम सञ्चालन भएको म अनुरोध गर्छु। बाबा 1 मिनेटको लागि मौन धारणको लागि तपाईँहरू कृपया उठिदिनु होला। कामना गरिदिनुहोस् हाम्रो पितृहरू सम्पूर्ण पितृहरूको चिर आत्माले शान्ति प्राप्त गरून् भनेर कृपया 1 मिनेट मौन धारण गरिदिनु म अनुरोध गर्दछु। समय सुरु भयो है। धन्यवाद, थ्याङ्क यू। मेडिसिनमा चाहिँ सोन्सी युनिभर्सिटीमा भएको पढाइ अझै राम्रो होस् है। माथि मल्टिकल युनिभर्सिटीबाट तयारी छ। अब स्याबास कान्छी स्याबास। कुटुम्बहरूले हेर्दै गरे पनि हुन्छ। हाम्रो कुटुम्ब ब्यान्ड 6 मा प्रमोसन भएको ल हेर्नु त। सिस्टर हाम्रो छोरी चाहिँ अब सिस्टर भइन्। बाबाआमालाई पनि बधाई, छोरीलाई पनि बधाई। सबै जयेश र लक्ष्मीलाई पनि हामीबाट चाहिँ धेरै धेरै बधाई। लाउरे भएको खण्डमा यो आर्मीको भविष्यको लागि राम्रो होस्, शुभकामना सोल्टी भन्दै धेरै धेरै बधाई। अनि हाम्रो ठुलो पुर्खालाई पनि धेरै धेरै बधाई। अब निश्चल कहाँ छ बाबु? भिसामा उहाँ आउनुभएको हो। तपाईँको बेलायतको पढाइ राम्रो होस्, यहीँ बसौँला, यहीँ बस्ने अब स्वागत छ है। चल अब नेपालबाट आउनुभएको अति लोकप्रिय लोक गायिका दिनलाई आउनुभएको छ। स्टेजमा स्वागत गर्दै आशा छ उहाँले भरपुर राम्रो भन्ने चाहन्छु। ल धेरै धेरै बधाई अनि स्वागत। 100 पाउन्ड दिनुभएको छ अस्मिता, धेरै धेरै बधाई अनि धन्यवाद। अनि यसरी नै 100 पाउन्ड हामीलाई कन्ट्रिब्युट गर्नुभएको छ। अनि सदा एलिकाको लागि पनि एक प्रकार ताली लगाइदिनु, धेरै आइदिनु हुने म अनुरोध गर्दछु र माइक्रोफोन हस्तान्तरण गर्छु। ल हेर्नु साथीहरू, हाम्रो छोरा लाउरे भएको खुसीमा हाम्रो इष्टमित्रहरू, हाम्रो बुहारीहरूले अनि बधाई दिनुभएको छ। हाम्रो दिदी सोल्टिनीहरूले, हाम्रो गुरुङहरूको चलन यस्तो हुन्छ।
हाम्रो चेलीबेटी हाम्रो दाजुभाइहरू फोटो खिच्ने प्रोग्राम हुँदैछ। ओहो मेरो भगिनी बल्ल आयो। ल अब हाम्रो सांस्कृतिक कार्यक्रम सुरु हुन्छ। उहाँको गीत साथ पनि दिनुहोस् भन्दै म यो माइक अब हाम्रो म हस्तान्तरण गर्दछु। धेरै धेरै धन्यवाद हाम्रो खिमदाई। नमस्ते हजुर, नमस्कार। म लोक तथा दौडी गायिका सबिना बुढा मगर। दाइले मेरो परिचय दिइसक्नु भएको छ। हजुरहरूको यति सुन्दर सहरमा युकेमा आइपुग्ने एउटा वातावरण मिलेको छ, भेटाउने मौका जुरेको छ। लामा भाइ क्लबको यो चेलीबेटी खुलाउने कार्यक्रममा म पनि यहाँ
हजुरहरू परिवारले मलाई यहाँसम्म निमन्त्रणा गरेर बोलाइदिनु भयो। एकदमै म हजुरहरूप्रति आभारी छु। धन्यवाद। माया मिठो साथ एकदमै पाएको छु। धन्यवाद व्यक्त गर्न चाहन्छु। कान्छी छोरी हो, घरमा मेरो घरको खम्बा बनेर उभिएको छु। मेरो बुढा बाबुआमाको लागि छोरीले पनि नहुँदैन, तछोस् मेरो लागि छोरा भने नि त आवाजले गर्दा आज म यहाँसम्म आउने वातावरण मिलेको छ। र मेरो राजा गुरुङ दाइलाई सम्झन चाहन्छु। आन थापा मेरो गार्जेन, मैले काम गर्ने ठाउँको मेरो सुखमा एकदमै साथ दिनुहुने उहाँले गर्दा नै मेरो दाजुभाइलाई मेरो ठाउँमा उभिन पाएको छु। हजुरहरूसँग यति सुन्दर मिठो गीत गाउनुहुन्छ। मैले दाइको गीत सुनेको छु। मिठो स्वर मसँगै गाउनुभयो। थ्याङ्क यू सो मच। र अब चाहिँ हामी
हाम्रो बहिनी धनकुमारी गुरुङलाई बोलाउन चाहन्छु। गीतको बोल छ सपनीमा। पश्चिमेली देखे मैले पूर्वेली देखे पश्चिमेली देखे मैले पूर्वेली देखे मनले खाको ज्यान पनि खाको ठाउँमा भेटे घर घरमा घाटेको भए हजुर
धन्यवाद बहिनीलाई। कस्तो लाग्दैछ हजुरलाई? अब बल्ल भेट भएको अनि फेरि अहिले भाग्न खोज्ने गर्मी बढेछ गर्मी भएको अवस्था छ है यहाँ चाहिँ
छुट्टी मिलाएर है अब हाम्रो माइती चेलीको भेटघाट पार्टी चाहिँ सकिन लागेको छ। त्यसैले लास्टमा रमाइलो गर्दैछौँ सबैजनाले।
रमाइलो गर्दैछ घर जाने बेलामा। माइतको कार्यक्रम सकिन लाग्यो। अब बहिनीलाई बिदाई गर्न लाउनु भएको छ सम्मान गरेर। हाम्रो बहिनीले हाम्रो लामा खला परिवार चाहिँ परिवार चाहिँ परिवार सबैले यति कन्ट्रिब्युसन गर्नुलाई धेरै धेरै धन्यवाद। यो चाहिँ एकदम ठुलो हो। धन्यवाद। लामा भाइको हाम्रो दिदीहरू लामा भाइको चेलीबेटी हाम्रो आदरणीय दिदीहरू सबैजनालाई एकमुष्ट रूपले सम्मान व्यक्त गर्न चाहन्छु र यस्तै माया ममता सम्मान सधैँ पाइरहेको भन्ने आशा गरेको छु र कुनै कार्यक्रमहरू हजुरहरूको कार्यक्रमहरू हुँदैछ भने फेरि यो चेलीलाई सम्झिनु होला। यो सबैका कुरा मलाई नबिर्सिनु भन्न चाहन्छु र हाम्रो 6 महिनाको टुर अब मेरो आधा भइसकेको छ। 3 महिना बितिसक्यो, अब मात्र 3 महिना बाँकी छ र हजुरहरूको यति धेरै माया यति धेरै सम्मान बोकेर अवश्य मैले मनमुटुमा सजाउँदैछु। फेरि आउने जग्गाको फेरि आउने वातावरण मिल्यो भने हामी सबैजना फेरि भेट्नेछौँ, यसरी नै रमाइलो गर्नेछौँ भन्दै म आज हजुरहरूमाझ छुटिन चाहन्छु। धन्यवाद। साथीहरू आज चाहिँ हाम्रो माइती चेलीको भेटघाट पार्टीमा आएर एकदमै रमाइलो भयो अनि म डान्स गरेर पसिनै पसिना भएको छ। अब घर जाने बेला भयो, त्यसैले अब हजुरलाई गुड नाइट, बाई बाई। फेरि अर्को भिडियोमा भेटौँला। अहिलेसम्म हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद।